नेपाल प्रिमियर लिग सिजन 2 को आज दोस्रो दिनको पहिलो खेल भएको थियो चितवन राइनोज भर्सेस कर्णाली एक्स र आज यही खेलको चर्चाको लागि यति बेला हामी उपस्थित भएका छौं। मध्याह्नको घमैलो घाममा टस जितेको चितवन राइनोजले बलिङ रोज्ने निर्णय लिएपछि ब्याटिङमा उत्रेको कर्णाली एक्सले गुड ब्याटिङ सर्फेसको फाइदा उठाउँदै सुरुवात राम्रो गर्यो। 50+ रनको ओपनिङ पार्टनरशिप बनाएको कर्णालीले चितवनको बलरलाई सुरुवातमा दबावमा राख्यो, तर टोलीको लागि रन बने पनि डच ब्याटर म्याक्स ओडाउट भने सुस्त खेलिरहेका थिए। 30 बलको सामना गरेका म्याक्स जम्मा 1 चौकाको सहायताले 20 रन हान्दै आउट हुन पुगे। अर्का ओपनर प्रियङ्क पञ्चलले धुवाँ उडाइरहेका हुँदा यता म्याक्स भने रन बनाउन सङ्घर्षरत देखिन्थे। चर्को दबावपछि आउट भएका म्याक्सलाई विस्थापित गर्दै क्रिजमा आए अर्का विदेशी ब्याटर मार्क वाट र उनले पनि मैदानमा खुलेर खेल्न सकेनन् र 21 बलको सामना गर्दै 26 बलमा सहिल तानवीरको शिकार भए। पवन क्रिजमा आउँदासम्म प्रियङ्क पञ्चलले टोलीको लागि उल्लेखनीय भूमिका खेलिसकेका थिए। पञ्चलले टुर्नामेन्टकै हालसम्मको उच्च स्कोर बनाउँदै आफ्नो भूमिका अन्त्य गरेका थिए। नर्भस 90 को भनाइलाई स्वीकार्दै उनी 90 रनमा पेभिलियन फर्केका थिए। पवनले फिनिसिङको कमान्ड सम्हाल्दै कर्णालीलाई सम्मानजनक स्थानमा पुर्याएका थिए। उनले 3 लामो छक्का हान्दै 16 बलमा 27 रनको नट आउट इनिङ खेले। 5 बल खेलेका नाजिबुल्लाह जद्रान 4 रनमा अभिजित रहे। उता चितवनको लागि 3 विदेशी बलरले समान 1-1 विकेट लिएका थिए। विकेट लिने लिस्टमा थिए सेफजेब, तानवीर अनि बोपारा। 167 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको राइनोजका लागि सुरुवात निकै पीडादायक बन्यो। इङ्ग्लिस विस्फोटक ब्याटर डेभिड मलान चाँडै नै पेभिलियन फर्किए। उनले 6 बलमा 1 चौकाको मद्दतले 6 रन बनाए। अर्का ब्याटर देव खनाल मलानकै पथ पछ्याउँदै 2 बलमा 2 रन हान्दै रन आउटको रूपमा आउट भए। त्यसपछि धराशायी अवस्थाबाट केही आश देखाए युवा ओपनर दीपक बोहराले। उनले 36 बलमा 6 चौका र 1 छक्काको मद्दतले 42 रन हाने। त्यसपछि केही समय बोपारा र कप्तान मल्लले चितवनको गैडाजलाई उत्साह भर्ने किसिमको साझेदारी बनाउनतर्फ अग्रसर बने। त्यसपछि बनेको साझेदारीले राइनोजलाई जिततर्फ लम्कायो। बोपारा र सेफजेब जसले अघिल्लो सिजनको जस्तै लयलाई जारी राख्दै 50+ रनको साझेदारीको सहयोगमा चितवनलाई लगभग जितको पक्का गराए। तर सोमपालले सेफजेबलाई एलबिडब्ल्यू धरापमा पार्दै कर्णालीलाई खेलमा फर्काउने सङ्केत दिए। त्यति बेलासम्म सेफजेबले 16 बलमा 38 रन पड्काइसकेका थिए, जसमा उनले 4 छक्का र 2 चौका हाने। बोपारा 42 रनमा अडिग थिए। जितको लागि चितवनलाई अन्तिम 12 बलमा 13 रनको आवश्यकता थियो। क्रिजमा थिए अर्जुन र बोपारा। 18औं ओभरको पहिलो बलमा अर्जुनले 1 रन हान्दै स्ट्राइकमा बोपारालाई लिएर आए। अर्को बलमा बोपाराले शानदार छक्का प्रहार गरे। तेस्रो र चौथो बल मार्क वाटले डट राख्दै चितवनलाई दबाब दिन खोजे, तर बोपाराले 5औं बलमा ग्यापमा चौका हान्दै आफ्नो व्यक्तिगत 50 रन पुरा गरे। अन्तिम बलमा आउट हुँदै फेरि खेललाई रोचक मोडमा पुर्याए। अन्त्यमा अर्जुनले 2 रन चाहिएको अवस्थामा छक्का प्रहार गर्दै टोलीलाई 2 अङ्क दिलाए। कर्णालीका लागि सोमपाल कामीले 2 विकेट, युनिस सिंह, मार्क वाट र युवराज खत्रीले समान 1-1 विकेट लिएका थिए। यसरी गत वर्ष समूह चरणमा हारेको बदला लिँदै चितवन राइनोजले यस सिजनको सुखद सुरुवात गरेको छ।